एउटा चरा घाइते अवस्थामा पिँजडामा थुनिएको हुन्छ। पाल्नेले उसलाई चारो त दिन्छ, तर त्यो चरी घिस्रिएर जसोतसो गरेर जीवन धानिरहेको हुन्छ। म त्यस्तै पीडाको बारेमा बोल्दैछु, शारीरिक कष्ट, जसले कहिलेकाहीँ मानिसलाई आफैसँग लड्न बाध्य बनाउँछ। कतिजनाले जन्मजात, कतिजनाले दुर्घटना वा रोगबाट यस्तो पीडा भोगिरहनु भएको छ भन्ने म जान्दछु। तर सबैको पीडा एउटै हुँदैन, त्यसैले सबैको कष्टलाई एउटै मूल्याङ्कन गर्न पनि मिल्दैन। म पनि शारीरिक कष्टसँग जुझ्दै आएकी छु, त्यसैले पीडाको गहिरो अनुभूति मलाई छ। तर मलाई थाहा छ मेरो पीडाले मलाई मृत्युमा लाने छैन, किनभने ख्रीष्टमा विश्वास गर्नेहरूको जीवन अनन्तकालसम्म सुरक्षित छ। मेरो नाम सुचित्रा श्रेष्ठ हो। झन्डै 13-14 वर्षदेखि म बाथरोगसँग जुझ्दै आएकी छु। एक समय म पनि अरू जस्तै सामान्य जीवन बिताउँदै थिएँ। हाँस्थेँ, खेल्थेँ, पढ्थेँ, आफ्ना सबै काम आफै गर्थेँ। तर समयले मेरो जीवनमा बाथरोग ल्यायो र मेरा सपना, उमङ्ग, जीवनशैली सबै बदल्यो। रोगले बिस्तारै मेरो शरीरका अङ्गहरू नियन्त्रण बाहिर लियो। म आफै शरीरमा कैद हुन थालेँ। आफ्नै हातले खाना खान, हिँड्न, उठ्न नसक्ने भएँ। कोठाको 4 पर्खालभित्र थुनिएर जीवन हेर्दै बसेँ। धामी झाँक्री, अस्पताल, औषधि, चिकित्सकहरू सबै उपाय गरिए, तर केही काम लागेन। जीवनप्रतिको मोह मरेपछि म मृत्युको बाटो खोज्न थालेँ। तर 2076 सालमा येशूको सुसमाचार सुने र मैले उहाँलाई जीवनको प्रभु माने। त्यति बेलादेखि मेरो जीवनमा नयाँ बिहान उदायो, शान्ति, आशा र प्रेमले भरिएको बिहान। अब म पीडामा होइन, परमेश्वरको योजना र उद्देश्यमा ध्यान दिन थालेकी छु। मृत्यु होइन, जीवनको सार बुझ्न थालेकी छु। यसैले म तपाईलाई यही उत्साह दिन चाहन्छु, जीवन जतिसुकै कठिन किन नहोस्, कहिले हार नमान्नुहोस्। घिस्रिएर भए पनि अगाडि बढिरहनुहोस्। आफूलाई अरूसँग तुलना नगर्नुहोस्, न त आफूलाई तुच्छ ठान्नुहोस्। तपाईलाई बनाउने परमेश्वरले तपाईलाई विशेष उद्देश्यका लागि बनाउनु भएको छ। तपाईँ उहाँको लागि बहुमूल्य र प्रिय हुनुहुन्छ।